गर्ल्सहरूको पनि एकदम दामी दामी रहेछ नि होइन अन्त एकदमै मन पर्यो मलाई चाहिँ सस्तो सस्तो रहेछ ला हो ब्याकग्राउन्ड यस्तै हुन्छ ला ल चारैपट्टि गिरे त मलाई त ला कहाँ बनाउँ अब भगवान् तर के हो भएकै कुरा त होइन के हुन्छ सरम हेर्नुहोस् दामी दामी छ जहाँ मलाई चाहिँ यस्तै ठाउँमा मात्रै घेर्छ अपत मात्रै पार्छ कि अब आज चाहिँ सन्डे भएकोले गर्दा चाहिँ होइन सन्डे भएको कारणले गर्दा चाहिँ म चाहिँ पुरा बोरिङै भयो भनौँ अब रुममा बसिबस्नु होइन अब स्टुडेन्ट मान्छे अब सानोतिनो प्रब्लमहरू त भइहाल्छ होइन तर त्यसलाई साइडमा राखेर चाहिँ म चाहिँ अब जे जस्तो होस् भनेर चाहिँ एउटा आफ्नो भिडियोको निम्ति पनि अलिक दुःख त गर्नै पऱ्यो होइन के कसो हुन्छ भिडियो त त्यति राम्रो त ड्रप हुँदैन होला भनौँ न होइन त्यति राम्रो हुँदैन होला र भए पनि म जति सक्दो चाहिँ लिमिटेड पैसा छ 200 रुपियाँमा जति सक्दो चाहिँ म सस्तो नै ट्राई गर्छु होइन के कसो हुन्छ के पाउँछ चाहिने कुरा नै किन्नु गइरहेको छु होइन त्यही कारण चाहिँ म तपाईँलाई किनेर देखाउँछु होइन अन्त अब मलाई मनपर्छ यस्तो जग्गाहरू घुम्नु तर अब त्यस्तै छ होइन बादमा हुँदै जान्छ प्रोग्रेस हुँदै जान्छ एकैचोटि कसले पनि दिँदैन त्यही कारण भरे भेटौँ म अब चाहिँ जाँदैछु सर्टकट अन्दाजमा हिँडिरहेको छु म चिन्दिनँ यो नौलो जग्गा हो नयाँ जग्गा नयाँ विशालमा खोलेको रहेछ होइन त्यसमा चाहिँ गइरहेको छु ल बाई मेरोमा खालि 200 रुपियाँ छ यो के कसो पाउँछ हेरौँ यो 50 रुपियाँ चाहिँ भाडा भरे उता पनि जानु पऱ्यो नि त होइन त्यसको लागि भाडा छ अन्त मेरो ब्याग चाहिँ यत्रो छ होइन के कसो हुन्छ के पाउँदो रहेछ होइन हेरौँ ल मैले मान्छेलाई सोध्दै जाँदा चाहिँ यहाँ भन्दै थियो प्लेस चाहिँ होइन विशाल मार्टको अब हेरौँ के कसो हुन्छ जग्गा चाहिँ एकदमै दामी छ है हो अन्त म जान्दैछु फुल गेटअपमा छु होइन अब हेरौँ के कसो हुन्छ 200 रुपियाँमा कति के कुरो पाउँदो रहेछ त चल धन्नु आज धर्मेन्द्र तेरा इज्जतका सवाल है कुनै के भन्छ होइन अब चाहिँ जाँदैछु ल भरे भेटौँ फाइनली म चाहिँ पुगिसकेको छु यहाँ के कसो हुन्छ देखाइदिन्छु ल बस्नुको लागि एकदम ओभर एक्साइटेड छु म अहिले भेटौँ गाइस फाइनली म पुगिसकेँ यो के दिँदो रहेछ जोरथाङमा त्यस्तो नदिन्थ्यो होइन ब्यागहरू सबै राखिदिँदो रहेछ अन्त दामी दामी रहेछ सामानहरू अब यो त 200 मा आउने कुरा त आएन हो दामी दामी छ जुत्ताहरू आउनुहोस् तपाईँहरू भिजिट गर्नुहोस् एकपल्ट दामी छ एकदम बेरोमा त के पाउँदो रहेछ त्यसपछि म तपाईँहरूलाई बताउँछु के गाइस एउटा चप्पल किनौँ भनेको थिएन 199 रहेछ तर 199 अब मलाई 200 को मात्रै माल किन्नु छ के गर्नु दोस्त जानुपर्छ अगाडि भर केटा नानीहरूको लुगा दामी छ जुन हेरे त्यही जुन पनि मनपर्छ तारा मनपर्छ भने जस्तो भयो यो चाहिँ बोइसको रहेछ एकदमै दामी दामी यार हेर्नुहोस् आउनुहोस् है आउनुहोस् तपाईँहरू पनि दाम पनि 299 399 499 यसको 599 यसको के गरौँ मलाई त म त ढले के गर्नु भाइ सायद मैले पनि अलिक पैसा लिएर आएको म किन्थेँ तर केही छैन अघि बढ्छु लगाइस् फेरि के खेलाउनेहरू रहेछ नानीहरूको यसो लाग्दा चाहिँ मलाई तल जोरथाङको भन्दा चाहिँ अलिक ठुलो लाग्यो आफ्नो ग्यासमा चाहिँ स्टक छ नि सामान पनि के गर्नु त के हो भाइ यो यस्तो त थिएन नि त जोरथाङमा त यस्तो कुसनहरू त यस्तो त थिएन डरले मलाई के गर्नु भयो भगवान् फाइनली खोज्दा एउटा पाएँ 49 को कस्तो छ यहाँ चाहिँ रहेछ फेरि किचनहरूको सामान त्यहाँ म चाहिँ ठट फ्लोरमा आइपुग्छु खासै किन्नु त केही छैन हो भिडियोहरू गर्दै आइरहेछु हामी छ बाटो यहाँदेखि चाहिँ बाहिरको भ्यू अहिले भेटौँ गाइस माल लोड गरिसकेको छु यतिमा चाहिँ मेरो भर्खर 150 मा त जाँदैछ हेरौँ के पाउँछ 50 को थप्छु के पाउँदो रहेछ यति छ हेरौँ यहाँ चाहिँ सक्दिनँ घुम्न अब चाहिँ किनकि एकदमै साह्रो परिसकेको अवस्था छ दामी छ सामान चाहिँ एकदम बबाल लाग्यो मलाई अब हेरौँ है अब अझ के पाउँछ होइन यो त नलगाउँ होला म चाहिँ यहाँ चाहिँ लुगा आफ्नो लागि के होइन खालि किचनको सामान मात्रै हेरौँ अब के पाउँदो रहेछ है त दामी दामी रहेछ केटी गर्ल्सहरूको पनि एकदम दामी दामी बढिया
फोटो रहेछ अपै यो त नदेखाउँ ल कस्तो नहुने ठाउँमा आइपुगेछ नि त म त जहिले यस्तै हुन्छ यार हेर्नु नि यहाँ घेरै निस्किन्छु म छिटो तर के हो यो अब भागेको कुरा त होइन गर्ल्सहरूको पनि एकदम दामी दामी रहेछ नि होइन अन्त एकदमै मन पऱ्यो मलाई चाहिँ सस्तो रहेछ ला हो ब्याकग्राउन्ड यस्तै हुन्छ ला चारैपट्टि घेरे त मलाई त ला यहाँ कहाँ बनाउँ अब भगवान् तर के हो भागेको कुरा त होइन के हुन्छ सरम हेर्नुहोस् दामी दामी छ जहाँ मैले चाहिँ यस्तै ठाउँमा मात्रै घेर्छु अपत मात्रै पार्छ कि अब चाहिँ भइसक्यो मेरो होइन 200 को पुगिसक्यो अलिकति नाङ्ग्यो 210 भयो केही छैन म जान्छु अब 84 चाहिँ मेरो बिल सेल हुँदैछ नि होइन बिल चाहिँ मैले चाहिँ मेरो चाहिँ 250 भयो होइन अन्त 50 रुपियाँ चाहिँ यहाँ साथीलाई म्यानेज गरेर लाउन लागिरहेको छु अन्त यहाँ पनि छ हो अन्त मलाई चाहिँ एउटा के भन्छ त्यो एउटा अफर दियो पर्फ्युम होइन किन दियो कसरी दियो सायद मलाई याद भएन त्यो होइन अन्त एकदमै दामी ट्रिटमेन्ट रहेछ कि ट्रिटमेन्ट चाहिँ दामी दिँदो रहेछ खुसी लाग्यो सामान पनि किनिसक्यो मैले 200 को भनेको थिएँ तर 270 नै भनौँ न 270 पऱ्यो टोटल अन्त आजको मेरो अलिक मैले गर्नु सकिनँ 200 को टक्कै चाहिँ होइन जे जसो हुन्छ तपाईँले हेरिदिनुहोस् अन्त एकदम दामी क्या हो एकदम चेलीबेटीहरू पनि रहेछ होइन एकदम दामी यो पनि लगिदिनुहोस् यो यति म चाहिँ आफू भने 200 रुपियाँमा त बोकेर हटाउँ म लान्छु भन्दै हिँडेर टर्दै होइन हौ अन्त केही छैन अब एकदम राम्रो ट्रिटमेन्ट रहेछ एकदम दामी ट्रिट गर्दो रहेछ होइन एकदम मजा लाग्यो मलाई एकदम नरम बोलीले नै किनौँ जस्तो नि क्या किनौँ जस्तो भयो होइन अब नेक्स्ट भिडियोमा तपाईँहरूसँग फेरि पनि भेट्नेछु अहिले चाहिँ सामानहरू यहाँ छ मेन सामान किन्नै पर्ने सामान नै मैले किनेको छु किनकि त्यहाँ भुइँमा राख्दा चाहिँ साह्रो कुहियो कि सब्जीहरू अन्त अलग्गै राख्यो भने चाहिँ अलिक उयो हुन्छ कि भनेर होइन अन्त अहिले चाहिँ जाँदैछु अघिकै बाटो आइपुगिसक्यो अन्त नेक्स्ट भिडियोमा तपाईँहरूसँग फेरि पनि भेट्नेछु थ्याङ्क्स फर वाचिङ यसरी नै मलाई लभ एन्ड सपोर्ट दिँदै गर्नुहोस् होइन नेक्स्ट भिडियोमा फेरि पनि भेट्नेछु अब अर्को भिडियोमा चाहिँ तपाईँहरूलाई माथि गुम्पा 364 कि कतिवटा सेरी छ अरे त्यहाँबाट पुग्छ अरे गुम्पा होइन त्यहाँबाट जानेछु होइन अन्त आजको लागि चाहिँ मेरो भिडियो यति नै भयो अन्त तपाईँहरूसँग फेरि पनि भेट्नेछु अब नेक्स्ट भिडियोमा फेरि पनि भेट्नेछु होइन राम्रो हेर्नु हुँदैछ ल नेक्स्ट भिडियोमा भेटौँ ल